यो मठ मन्दिर नबनाएको भए चाहिँ होइन मान्छेहरू झन् डिप्रेसनले मर्थ्यो जस्तो लाग्छ। किन भन्दाखेरि चाहिँ यो मठ मन्दिर बनाएर नै जे होस् आफ्नो मनको कुरा सुनाउने होइन, मान्छेहरू यति तनाव हुन्छ कि होइन आफ्नो मनको कुरा कसलाई सुनाउने। अब कसैको बोयफ्रेन्डको गर्लफ्रेन्ड हुन्छ, बुढाको बुढी हुन्छ, तर बुढाको कुरा बुढीले पनि बुझिरहेको हुँदैन होइन, गर्लफ्रेन्डको कुरा बोयफ्रेन्डले बुझिरहेको हुँदैन, समाजले हामीलाई बुझिरहेको हुँदैन होइन। त्यो बेलामा चाहिँ अब हाम्रो मन होइन, मन त अब ठाउँमा हामीले एकाग्र गर्न सकेन, मनलाई हामीले बाँध्न सकेनौँ भने त अनेक डिप्रेसन रोग अनेक आउँछ नि हाम्रो मन ठाउँमा भएन भने होइन। त्यही ठाउँमा नहोस् मान्छेहरूको मन होइन, मान्छेहरूलाई कोही त सहारा चाहिन्छ आफ्नो कुरा सुनाउने होइन। यो मठ मन्दिर बनेको पनि त्यही मान्छेहरू बिहान उठ्ने बित्तिकै त्यहाँ जान्छ, भगवान्लाई आफ्नो मनको कुरा राख्छ, त्यो भनेको धेरै आनन्द हो नि होइन। त्यो मनको कुरा त्यहाँ राखेको भनेको एकदम हिल भएको हो कि होइन। त्यही भएर म के भन्छु भन्दाखेरि यति मान्छेहरू विकसित थियो कि त्यो बेला होइन। त्यत्तिकै त त्यो मन्दिर त्यत्रो बिल्डिङ त्यत्तिकै हावामा बनाएको होइन नि त्यो होइन।